सत्य, तथ्य, समाचार, यथार्थपरक विचार, यो हो हाम्रो कञ्चन खबर। धेरै काम गरेका छन्। 2017 सालमा भूमि सम्बन्धी ऐन 2021 को 8औं संशोधन त्यसले व्यवस्था गरेर भूमि सम्बन्धी ऐनको 8औं संशोधन दफा 52 मा यस्ता भूमि सुकुम्बासीको लागि अवैध बसोबासको लागि काम गर्न सक्ने केही प्रावधान राखियो। त्यही दफा 52 प्रावधानभित्र रहेर 2017 सालमा आयोग गठनको पहिलो आयोग गरेको थियो। त्यही के उहाँले गर्थ्यो। त्यो बेलाबाट लगत सङ्कलनको काम प्रारम्भ भयो। हामी निर्वाचन भएर आउनुभन्दा अगाडि तत्कालीन गाउँपालिका अध्यक्ष गोपनाजीले लगत सङ्कलनको काम गर्नुभयो। त्यति बेला लगत सङ्कलनको मात्रै अनुमति प्राप्त भएको थियो, नाप जाँचको अनुमति प्राप्त भएको थिएन। त्यति बेलाको प्रावधानअनुसार केन्द्रीय आयोगले अनुमति दिएको थियो र त्यसमध्ये 3500 लगतलाई राष्ट्रिय भूमि आयोगको अहिले भूमि समस्या समाधान आयोग भन्छ, त्यति बेला बिचमा फेरि राष्ट्रिय भूमि आयोग भएको थियो। आयोगको सफ्टवेयरमा 3500 जति निवेदनलाई टाइप गरेर त्यहाँ इन्ट्री गरिएको थियो। हरेका फर्महरू अपलोड गरेर राख्नुपर्ने र त्यसको विवरण पनि छुट्टै पर्नुपर्छ। 3500 फर्म भरिएको थियो। 12,884 अरू बाँकी नै नाप जाँचको अनुमति लिइयो। नाप जाँचको अनुमति लिइसकेपछि नियम प्रक्रियाहरू छ। लगतसँग भएका र एरिया मध्येबाट बलक निर्माण पहिला त गाउँपालिकाको सीमाङ्कन गर्ने, दोस्रो चरणमा वडाको सीमाङ्कन गर्ने, तेस्रो चरणमा जग्गा नापजात गर्नको लागि आवश्यक स्थानहरू बलक निर्माण गर्ने, ती बलक गाउँपालिकाको कार्यपालिकाले निर्णय गरेर भूमि आयोगमा पठाउँदाखेरि त्यसलाई ती बलकको लागि पनि जस्टिफाई गर्न सक्ने आधारहरूसहित पठाउनु पर्ने। अहिले के भनेको थियो भने विगत 76 सालको माघमा माघको 28 गते भूमि सम्बन्धी ऐनको 8औं संशोधन गर्दाको दिन त्योभन्दा 10 वर्ष विगत 10 वर्षदेखि आमोद प्रमोद गरेर बसेको छ भने त्यसलाई जग्गा दिनु भन्ने कानुनी व्यवस्था भएको 2076 को 10 वर्ष अगाडि 2066 को इमेजबाट सेटेलाइट नक्साबाट त्यहाँ बसोबास गरेको थियो कि थिएन, त्यहाँ बस्ती थियो कि थिएन, त्यहाँ घरहरू भएका थिए कि थिएनन्, त्यो सहितको प्रमाण लिएर हामीले आयोगमा गएर बलक पास गर्नु पर्थ्यो। र धेरै प्रक्रिया पार गर्दै गएर हामीले बलक निर्माण गऱ्यौँ, बलक पास गरायौँ। त्यसपछि जग्गा नापजाँचका विभिन्न मेथडहरू हुन्छ। कुन मेथडबाट जाने भन्ने पनि हामी जेठको 11 गते मकवानपुर गाउँपालिकामा अध्यक्ष भइसकेर प्रवेश गरेको। जेठको 20 गतेको दिन हामीले सर्वदलीय बैठक राखेर जुन विधि उपयुक्त हुन्छ त्यही विधिबाट जाने भनेर हामी निर्णय गरेका थियौँ। जेठको 28 गतेबाट हामीले परीक्षण रूपमा ड्रोन विधिबाट जाने छिटो हुन्छ भनेर ड्रोनको परीक्षण 28 गते हरियाबाट र 29 गतेको दिन दानापुर तालुका पूर्वी कुचेराबाट सुरुवात गरेका थियौँ। र त्यही ड्रोनको इमेजबाट हामीले श्रावणमा 79 श्रावणमा पहिला तत्कालीन गजेडी गाउँ पञ्चायत हुँदाखेरि गजेडी गाउँ पञ्चायत वडा 5 जको चौको किता नम्बर 93 को 40 बिघा जग्गालाई हामीले पुस्तकाट गरेका थियौँ। त्यसको 240 किता भयो। तर तत्कालीन कानुनले सबै किताहरूलाई एकैचोटि अन्तिम फाइनल अहिले पनि सबै पाइँदैन एकैचोटि। एउटा व्यक्तिलाई एकपटक भन्दा जग्गा दिने कानुनी अधिकार छ। त्यो व्यक्तिको जति ठाउँमा जग्गा छ सबै अन्तिम पटक एकैचोटि लैजानुपर्छ। एउटा किता आज लिन्छु, अर्को पछि लिन्छु भनेर पाइँदैन, निर्णय एकैचोटि गर्नुपर्छ। हाम्रो अर्को छिमेकी पालिकामा छ भने पनि त्यो ननापेसम्म यहाँ पुगेर बस्नुपर्छ। त्यो गर्दै जाँदाखेरि हामीले 80 किता, त्यो 240 किता मध्ये 80 किता अव्यवस्थित बसोबासी र 7 किता सुकुम्बासीको हामीले 79 को भदौमा राष्ट्र प्रकाशन गर्ने सूचनासँग पुर्याएका थियौँ। र हामीले रफमा सूचना प्रकाशित गर्न गणना गऱ्यौँ। गणना गर्दा एकजनाको 1,17,00,000 रुपियाँ राजस्व आयो। 1,17,00,000 राजस्व आएपछि त्यो व्यक्तिले 1,17,00,000 राजस्व 240 किता भित्र त्यो तिर्न सक्दैन भन्ने कुरामा हामी
जस्तो भयो। अब यो राजस्व कसरी घटाउन सकिन्छ, नघटाएसम्म तिर्न सकिँदैन भन्ने कुरा हामी पटक पटक छलफल गऱ्यौँ। सिडिओ कार्यालयमा छलफल गऱ्यौँ। यो मूल्याङ्कन गर्ने परिपाटी अहिलेसम्म के छ भने देशभरिको बाटोको आधारमा मूल्याङ्कन गर्दैछ। पक्की बाटो, कच्ची बाटो र बाटो बिल। त्यो बाटो कहाँ छ, दूर दराजमा छ कि हाइवेमा छ कि कहाँ छ भन्ने कुरा त्यसले म्याटर गर्दैन। अहिलेसम्म हाम्रो कानुन व्यवस्था 2076 सालमा भूपयोग ऐन बनेको छ। भूपयोग ऐनले जग्गालाई वर्गीकरण गरेको छ 10 प्रकार। पहिला 4 प्रकारका जग्गा थिए, अबदोमिसिल 4 थियो, अहिले 10 प्रकारका जग्गा छन्। 10 प्रकारका जग्गामध्ये यो आयोगसँग सरकार भएको र हामीले पनि 2 प्रकारका जग्गा मात्रै, एउटा आवास प्रयोजनको जग्गा र एउटा कृषि प्रयोजनको जग्गा। बाँकी 8वटा यो आयोगले दिने अधिकार पनि छैन, त्योसँग अहिले आकर्षित पनि हुँदैन। तर पहिला सबै जस्तै हामीले जग्गा नाप्दै गर्दाखेरि वर्गीकरण गरेर आवास हो कि कृषिको छुट्याएर लान्छौँ र पुरानो जग्गालाई पनि भूपयोग ऐनको आधारमा वर्गीकरण गर्नुपर्छ। देशभरि वर्गीकरण गर्न सकिएको छैन। रूपन्देहीमा पञ्चायतले मात्रै वर्गीकरण गरेको छ, अरू कुनै पालिकाले वर्गीकरण गर्न सकेको छैन। बिचमा सङ्घीय कानुनमा थोरै प्रावधान राखेर अहिले असार मसान्तसम्म कित्ताकाट गर्ने व्यवस्था गरिएको थियो। साउन 1 गते अब रूपन्देहीको पञ्चायत बाहेक अन्य देशमा पनि धेरै ठाउँमा छ पञ्चायतमा कहीँ कित्ताकाट हुँदैन। त्यो अवस्था छ। त्यो हुँदाखेरि त्यो मूल्याङ्कनको परिपाटी बाटोकै आधारमा सबै भू उपयोग ऐनको आधारमा वर्गीकरण भएर सबै सकियो भने वर्गीकृत जग्गाको आधारमा मूल्याङ्कन हुन्छ। व्यवसाय प्रयोजनको जग्गा भए यति, आवास प्रयोजनको जग्गालाई यति, कृषि प्रयोजनको जग्गालाई यति भनेर जग्गाको वर्गीकरणको आधारमा मूल्याङ्कन हुन्छ। तर यो चक्र पार गर्न राज्यलाई कति वर्ष लाग्छ थाहा छैन। 76बाट 81 82 आउँदै गर्दा पनि अझै धेरै प्रगति हुन सकेको छैन। हुँदाखेरि मूल्याङ्कनको पाटो भनेको बाटो नै छ अहिलेसम्म। अब मूल्याङ्कन गर्ने हामीले मूल्याङ्कन गर्ने अधिकार छैन। मूल्याङ्कन गर्ने अधिकार सिडिओको अध्यक्षतामा जिल्ला स्थित सबै गाउँपालिका नगरपालिकाका उपप्रमुख वा उपाध्यक्षहरू सदस्य रहेको जिल्ला मालपोत कार्यालयको कार्यालय प्रमुख सदस्य सचिव रहेको समिति हुन्छ र हरेक वर्ष श्रावण मूल्याङ्कन हुन्छ। र प्रदेश कानुनले के भनेको छ भने हरेक वर्ष 10% बढ्न पर्नेछ भने बाध्यता व्यवस्था प्रदेश कानुनले गरिदिएको छ। तर हामी आइसकेपछि हामीले नाप्नु छ, पूर्जा दिनु छ, हाम्रो मूल्याङ्कन हाई छ, बढाउनु हुँदैन भनेर हामीले विगत 79-80 देखि अहिलेसम्म हामीले यथावत राख्ने कोसिस गरेका छौँ। तर पञ्चायतले मात्रै निर्णय गरेर त हामीले त हरेक वर्ष नबढाउने मूल्याङ्कन भनेर त्यही निर्णय गरेर कार्यपालिका बैठक निर्णय गरेर पठाउनु पर्छ। निर्णय गरेर पठाएको छैन। पहिलो वर्ष जिल्लाभरि हामीले सबैलाई लबिङ गऱ्यौँ। रूपन्देहीको सबै निर्णय गर्नुपर्छ। बुटवललाई त मूल्याङ्कन बढाउनु पाए बैङ्कमा राखेर लोन लिनुपर्छ, उसलाई बढाउनु छ। तिलोत्तमालाई बढाउँदाखेरि फाइदा हुन्छ, सिद्धार्थनगरलाई बढाउँदा फाइदा हुन्छ, लुम्बिनी लगायतका तराई क्षेत्र जहाँ सबै नम्बरी जग्गा छ त्यसलाई बढाउँदा फाइदा हुन्छ। सबैलाई कन्भिन्स गर्न सक्नु पऱ्यो नि। र पहिलो वर्ष हामी सफल भयौँ। रूपन्देहीको कुनै पनि पालिकाको मूल्याङ्कन बढेन, यथावत रह्यो। दोस्रो वर्ष पनि हामीले निर्णय गरेर पठायौँ। बैठकमा अभियान त पाउँदैन, उपाध्यक्ष उपप्रमुखहरू त्यहाँ प्रदेश कानुनलाई आधार मानेर अघिल्लो वर्ष पनि बढाएन, यो वर्ष पनि नबढाउने हो भने 2 वर्ष रोक्दाखेरि हामी कारबाहीमा जान्छौँ। फेरि के हो भने मालपोतको हाकिमको हिसाबले सिडिओको हिसाबले त राजस्व आउने कुरामा रोकेको हुन्छ नि त। मूल्याङ्कन बढाउँदा त रजिस्ट्रेसन पासमा बढ्छ, अर्कोमा बढ्छ, अर्कोमा बढ्छ। राजस्व वृद्धि गर्ने कुरामा रोकेको हुन्छ। कानुनमा बाध्यता व्यवस्था गरेको छ। दोस्रो वर्ष उनीहरूले जबरजस्ती फेरि 10% बढ्यो। फेरि तेस्रो वर्ष हामीले त नबढाउने भनेर पठायौँ र धेरै ठाउँमा फेरि बढाइदिने हो कि भनेर धेरै पालिकाहरूसँग लबिङ गरियो। त्यसको नेतृत्व पञ्चायतले नै गरेको थियो। र पहिलो एउटा बैठकमा निर्णय बिल बनाएर उठाएपछि निस्केपछि त्यसपछि सिडिओलाई, जिल्ला समन्वयको प्रमुखलाई, केही नगरपालिकाका मेयरलाई राखेर सिडिओ कार्यालयमा छुट्टै बैठक हामीले नै चाहिँ इनिसिएसन लिएर छुट्टै बैठक राख्यौँ र नबढाउने एउटा समयदारी कायम गरेर फेरि आधिकारिक बैठक राखेर नबढाउने निर्णय गऱ्यौँ। हामी आएपछिको 3 वर्षमा हामीले नै पहल गरेर 2 वर्ष बढाउन दिएनौँ, 1 वर्ष बढ्यो। र अहिलेको पञ्चायतको पहिल्यै भएकोमा पर्सेन्ट बढ्ने हो।
पहिला जति थियो त्यसैमा बढ्दै जाँदाखेरि पक्की बाटोमा भएको जग्गाको 10,54,000 छ, कच्ची बाटोमा भएको 5,63,000 छ र बाटोविहीन जग्गाको मूल्याङ्कन 2,20,000 त्यहाँमाथि 100 पनि छ। 100 पनि छोडिदिएँ मैले, लाख र हजारमा कुरा गरेँ, त्यहाँमाथि केही 100 पनि छन् है। र यसरी छ र हामीले 77 सालमा लगत सङ्कलन गर्दै गर्दा त्यतिखेर राजस्व गणनाका लागि विभिन्न मापदण्ड राखिएको थियो। आम्दानीको आधार, जग्गाको प्रकृतिको आधार, त्यस्तै उसका कमाउने कमाइका आधार, विभिन्न 12-15वटा मापदण्ड थिए। त्यसमा छुट्टा छुट्टै अङ्कवाद हुन्थ्यो। जोड्दाखेरि त्यो व्यक्तिले प्राप्त गरेको अङ्कवाद जोड्दा जति अङ्क प्राप्त हुन्छ त्यही नै राजस्वको दर हुन्थ्यो। मूल्याङ्कन यो बाटोको अवस्था जग्गाको भन्नुभयो फ्रीमा जग्गा पाइन्न भन्ने कुरो अहिलेसम्म मैले जति पनि डाटा सङ्कलन गरेँ त्यहाँसम्म के भन्छन् 36 सालकै कुरा गरौँ। 36 सालमा पहिला नाटी भएको छ। त्यसमा एक प्रकारले लगभग निःशुल्कै जग्गा लाल ध्वजा प्राप्त गरेका रहेछन् सम्पूर्ण सुकुम्बासीहरूले, कहीँ पनि गएर पत्ता गर्न सक्नुहुन्छ। र रह्यो कुरा अहिले जो यो रकम सङ्कलन गर्ने जो छ त्यो के को आधारमा छ? अगर त्यो खर्चको आधारमा हो भने त्यो सार्वजनिक गर्नु पर्यो। र दोस्रो मेरो प्रश्न छ, अनुपातिक अन्तर नराखी कालोपत्रे बाटोको आधारमा जग्गाको मूल्याङ्कन गर्न मिल्दैन। सहरी विकास क्षेत्र छुट्याउनु पर्यो र सहरी विकास क्षेत्रको मूल्याङ्कनको अनुपात अन्य जग्गाको मूल्याङ्कन हुनु पर्यो, अर्थात् वर्गीकरण हुनु पर्यो। त्यसै गरी तेस्रो छ मेरो, भूमिहीन सुकुम्बासी र अव्यवस्थित सुकुम्बासीमा अन्तर छ। जो भूमिहीन सुकुम्बासी छुट्याउनु पर्यो र उसले पाउने सुविधा हक अधिकार कोटाको पाउनु पर्यो। भूमिहीन सुकुम्बासीसितै जोडिएको भूमि दलितलाई पनि त्यो कोटा लगभग सामान्य छ। यो जो उसमा चाहिँ छ हाम्रो कानुन व्यवस्थामै छ प्रधानमै। र अन्त्यतः म के गरे, जो यो रातो फार्मको कुरो राख्नुभयो हाम्रो अध्यक्षजीले, के गरे यो रातो फार्म पहिला चाहिँ लगभग कति मान्छेहरूलाई यो थाहा थिएन होला र कसैले के भन्यो जुन पार्टी फर्म भर्ने कारण पनि भयो होला। त्यसो त बाइचान्स कसैको भुलचुक जो भूमि छ त्यो व्यक्तिको अन्य फार्म भर्न पुगेको भए अहिले त्यसको छानबिन गरेर त्यसले रातो फार्म भर्न पाउने कि नै? यो रातो फारम भरेको व्यक्तिहरू जसलाई चाहिँ हामीले निःशुल्क दिन्छौँ भनेर भनेका थियौँ, त्यो व्यक्तिहरूलाई अहिले के कन्फ्युजन भएको छ भने अहिले त फेरि एक कट्ठाको भए पनि राजस्व तिर्नु पर्ने भयो रे। त्यसर्थ त्यो चाहिँ तपाईँको पक्की जग्गामा पक्की बाटोमा भएको छ भने वा कच्ची बाटोमा भएको छ वा जहाँ भएको भए पनि राजस्व तिर्नु पर्यो रे भन्ने किसिमको आम मान्छेमा कन्फ्युज छ। त्यो के हो वास्तवमा? रातो फारम भरिएका र सुकुम्बासी प्रमाणित भएका मान्छेहरूलाई 5 कट्ठाभित्रको मान्छेले त्यो राजस्व तिर्न नपर्ने निःशुल्क पाउने हो कि होइन? कुनै व्यक्तिको ए भन्ने व्यक्तिको 1 बिघा जग्गा कालोपत्रे सडकमा सर्लक्कै चाहिँ तपाईँको 10 कट्ठा मोडा हुने गरी जग्गा छ। आवासमा केवल चाहिँ 3 कट्ठा पाइने भयो। अब मोडा 3 कट्ठा आवासमा पाएपछि बाँकी रहेको कालोपत्रेसँगै सटेको अरू बाँकी 17 कट्ठा जग्गा के हुने? त्यसको गणना राजस्व गणना कसरी हुन्छ त? यो अर्को समस्या। अनि तेस्रो प्रश्न, कुनै व्यक्तिको 1 बिघा जग्गा कालोपत्रेमा छ, त्यो व्यक्तिले 3 कट्ठा अगाडि आवासमा राख्न चाह्यो, राख्यो, उसको पछाडि बाटोले छोएको पनि छैन, 17 कट्ठा जग्गा चाहिँ खेतीयोग्य जग्गा छ। त्यो जग्गाको गणना कालोपत्रे सरह गणना हुन्छ वा त्यसलाई चाहिँ बाटो बिक्री भनेर चाहिँ तपाईँको 2,20,000 का दरले गणना हुन्छ? राजस्व तिर्दा कहिलेसम्म तिर्न पाइन्छ होला? अनि किस्ता गरेर तिर्न पाइन्छ होला कि नै? अनि त्यसपछि त्यो तिर्ने चाहिँ के कस्तो समयावधि होला भन्ने किसिमको पनि आम जनताको प्रश्न छ। गरेको मूल्याङ्कनलाई आधार मानेर
उसको जोडेर आएको त फर्म भर्दाखेरि 77 सालमा भर्दाखेरिका फर्ममा कहिले के लेखेको छ? सरकारी जागिर भए यति अङ्क, प्राइभेट जागिर भए यति अङ्क, व्यवसाय गरेको भए यति अङ्क, 2 वा बढी व्यवसाय गरेको भए यति अङ्क, ज्यादा मजदुरी गरेको भए यति अङ्क, त्यो जग्गा 40 वर्षदेखि कमाएको भए यति अङ्क, 30 वर्षदेखि कमाएको भए यति अङ्क, यस्तै यस्तै धेरै मापदण्ड थिए। ती सबै जोड्दाखेरि आएको अङ्कबाद उसको पर्सेन्ट हुन्थ्यो। त्यो पर्सेन्ट के थियो? उसको अन्यत्र भएको सम्पत्ति मूल्याङ्कन गरेर ल्याएर फर्म भरिएको थियो। हामी सबैले हालेका छौँ। घरमा भएका गाडी घोडादेखि लिएर सुन गहना गरुवादेखि सबै पाहाडमा भएका नबिग्ने 15 पहराका जग्गा सबै मूल्याङ्कन गरेर हालेका छौँ। अब त्यो हाल्दै गर्दाखेरि के थियो भने मानव यहाँको 10 कट्ठा जग्गा छ, त्यसको मूल्याङ्कन गर्दा 50 लाख रुपियाँ आयो। पहाडको अथवा अन्यत्र भएको सम्पत्ति 1 करोडको रहेछ भने 1.5 करोड त्यसको मूल्याङ्कनमा 1.5 करोड राशि तिर्नु पर्यो। त्यो पद्धतिको सिस्टम थियो र त्यसबाट हामीले यहाँको अघिल्लो वर्ष सूचना प्रकाशित गऱ्यौँ। गर्दाखेरि एकजनाको 1 करोड 45 लाखसम्म पनि आएको थियो। करोडको हाराहारी धेरै र राजस्वको पर्सेन्टमा सबभन्दा बढी। अब अरू काम गर्दै त्यो त बढी पनि निस्किन्थ्यो होला। यहाँ त थोरै भने 1555 किताबको हामीले 700 को हाराहारी घरधुरीको निकाल्दै गर्दाखेरि पनि 92% राजस्व आएको थियो। कानुनी व्यवस्था के थियो? 8% देखि 200% सम्म राजस्व लिन पर्ने कानुनी व्यवस्था थियो। उसको फर्म भर्दाखेरिका डकुमेन्टको आधारमा सबै अङ्कबाट जोड्दै जाँदाखेरि आएको जति अङ्क हुन्छ त्यो नै पर्सेन्ट थियो। र त्यसको मूल्याङ्कन यहाँ भएको जग्गा र प्लस अन्त भएको सबै सम्पत्ति जोडेर आएको टोटल मूल्याङ्कनमा राजस्वको पर्सेन्ट लाग्थ्यो। एकै ठाउँमा एउटै चक्लामा भएका जग्गा दायाँ भएकाको राजस्व दर फरक हुन सक्ने, बायाँ भएकाको फरक हुन सक्ने, उत्तरतिर भएकाको अर्कै आउन सक्ने, दक्षिणतिर भएकाको अर्कै आउन सक्ने। एका घरका 2 दाजुभाइ पनि एउटाले सरकारी जागिर खाएको छ भने त्यसको राजस्व दर फरक आयो, अर्काले प्राइभेट खाएको छ भने अर्कै आयो, कोही विदेशमा छ भने अर्कै आयो। सबै व्यक्ति अनुसारका थिए र हिसाब गरेर निकाल्न पनि अत्यन्तै कठिन थियो। तर पनि काम गर्नै पर्थ्यो। हामीले गरेर निकाल्यौँ। सूचना पालेपछि राजस्व बढी भयो भन्ने कुराहरू आए। हामीलाई त पहिले अनुभूति भएको थियो। एउटा प्रक्रिया लिएर गएर त्यही प्रक्रियालाई देखाएर त्यही डाटाको आधारमा लबिङ गरौँला भनेर पनि हामीले राजस्व बुझाउन सक्दैन भने जान्दा जाँदा नि हामी निकालेका हौँ। र त्यसपछि गाउँपालिकामा एउटा सर्वदलीय बैठक बस्यौँ। त्यसपछि सिडिओ कार्यालयमा डेलिगेसन गयौँ। सिडिओ कार्यालय मार्फत प्रधानमन्त्री कार्यालय चाहिँ लगायतका भूमि व्यवस्था मन्त्रालय, अर्थ मन्त्रालय हामी डेलिगेसन त्यहाँ विज्ञप्ति पठायौँ, ज्ञापन पत्र बुझायौँ। त्यसपछि हामी 2 जन मन्त्रालय लगायतका विभिन्न राजनीतिक दलका नेता, अर्थमन्त्री, भूमि व्यवस्था मन्त्री लगायतका हामी डेलिगेसन पनि गयौँ। र पञ्चनको यही 1555 किताको राजस्व काम गरेको सबै डाटा हामीले सबै ठाउँमा पुर्यायौँ, सबै ठाउँमा लबिङ गऱ्यौँ। यति जग्गा भएका व्यक्तिको यति राजस्व आयो, यो तिर्न सक्दैन भनेर हामीले लबिङ गरेपछि निर्णय गर्ने निकायलाई हामीले कन्भिन्स गर्न सक्यौँ। र यही कञ्चनको डाटाको आधारमा अहिले राजस्व घट्यो। अहिलेको राजस्व पर्सेन्ट के छ भने आवास प्रयोजनको लागि लिइने जग्गाको 10% लाग्छ। त्यही मूल्याङ्कनको रजिस्ट्रेसन पासको लागि मालपोतमा तिर्ने। हामीले अर्काको जग्गा किन्यौँ भने पनि रजिस्ट्रेसन दस्तुर त लाग्छ। रजिस्ट्रेसन दस्तुर महानगरपालिका भने 7% लाग्छ, नगरपालिका भने 5% लाग्छ, हाम्रो गाउँपालिका 3-4% लाग्छ। त्यसपछि लाभ कर पनि लाग्छ, व्यक्ति दुवैको लाग्छ हैन। अब त्यो पनि 5 वर्ष पहिला 5 वर्ष पुगेर रहन्छ भने 7.5% छ, 5 वर्ष काटेर रहन्छ भने 5% छ लाभांश कर पनि। यस्तै गर्दाखेरि लाग्ने दस्तुर भन्दै गर्दा नेतृत्वमा रहेकोलाई निर्णय गर्ने निकायमा हामीले पहुँच पुर्याउन सक्यौँ। र अहिले भनेर कृषि प्रयोजनको जग्गाको लागि 1700 वर्ग मिटरसम्मको जग्गा भनेको 5 कट्ठा हुन्छ। तर ऐनहरूमा सबै ठाउँमा वर्ग मिटरमा छ। अहिले हाम्रो पूर्जामा पनि सबै वर्ग मिटर कट्ठा दूरमा आउँदैन, बिघा कट्ठाहरू आउँदैन, वर्ग मिटरमा आउँछ। र आवास भनेको 1000 वर्ग मिटरसम्मको जग्गा आवासमा पाउँछ, त्योभन्दा माथिको जग्गा आवासमा पाउँदैन। आवास प्रयोजनको जग्गा प्राप्त गर्नेले 10% राजस्व तिर्नु पर्यो। 100 वर्ग मिटर भए पनि 1000 भए पनि जति भए पनि त्यहाँभित्रको 100 वर्ग मिटरभन्दा माथि पाउँदैन। र
र कित्तकाट गर्दा पनि त्यही अनुसार कित्तकाट भएको छ र कृषि परियोजनको जग्गाको हकमा 1700 वर्ग मिटरसम्म त्योभन्दा कम जग्गा रहेछ भने उसको समग्र 3 किता 4 किता 5 किता जति हुनसक्छ सबै जोड्दाखेरि उसले प्राप्त गर्ने टोटल जग्गा कृषि परियोजनको मात्रै टोटल जग्गा 5 कट्ठाभन्दा तल 1700 वर्ग मिटरभन्दा तल रहेछ भने जम्मा 5% रासु तिर्नुपर्ने हुन्छ। त्योभन्दा बढी 1700 वर्ग मिटरभन्दा बढी भयो भने 1701 भयो भने पनि 10% लाग्छ। त्यो गरी अहिलेको रासु घटेर मिनिमाइज भएको छ, गर्ने व्यवस्था त्यो भएको छ। अब हामीलाई लाग्छ के भन्दा सकेसम्म त तिर्नै नपरे हुन्थ्यो, त्यो स्वाभाविक हो, यो मानवीय गुण पनि हो। फ्रीमै पाए त राम्रै हुन्थ्यो, तर फ्रीमा पाउनको लागि सुकुम्बासी त फ्रीमै दिएछ नि त। जसले आफ्ना डकुमेन्टले सुकुम्बासी प्रमाणित हुनसक्छ, 5 कट्ठा तलको जग्गा भएको, रातो फर्म भरेको, सुरुबाटै सुकुम्बासी भन्नेलाई रातो फर्म भर, तिम्रो क्राइटेरियाले पुग्छ भने सुकुम्बासीबाट ल्याउँ त भनेकै छ। अब फर्म भर्ने बेलामा हामी आइपुगेका थिएनौँ, तर पनि काम गर्दै जाने दौरानमा त्यसका जिम्मा पनि हामीले लिनुपर्ने हुन्छ, लिइराखेका छौँ, त्यसबाट अगाडि गएका छौँ। र रातो फर्म भरेका सुकुम्बासी जति प्रमाणित हुन्छ, नहुनसक्छ रातो फर्म भरेका सबैले सुकुम्बासी प्रमाण हुँदैनन्। हाम्रो यो सञ्जालको यतिमा 29 किता छ सुकुम्बासी प्रमाणित भएको, त्यो पनि हामीले पठाएको डकुमेन्टमा। मालपोतमा जस्तै आयोगले हामीले पठाएपछि आयोगले मालपोतलाई पठाउँछ, मालपोतले उसको देशभरि कहीँ रहेछ नम्बरी भने 1 क्लिकमा भेटिन्छ। अहिले पहिला जस्तो छैन, डाटा उल्टाउनु पर्दैन, सबै डिजिटाइज भएको छ, सबै अध्यावधिक भएको छ। त्यो भएको हुनाले सुकुम्बासी प्रमाणित भएन भने त्यसपछिको निर्णय गर्ने अधिकार अब आयोगसँग छ। अब उसलाई व्यवहारिक ठानेर उसमा लैजान पनि पाउने कानुन द्वैध अर्थ लाग्ने गरी कानुन व्यवस्था छ। एउटा झुटा विवरण पेश गरे बापत कारबाही गर्ने अधिकार पनि आयोगसँग छ। उसले आफ्नो जग्गा मेरो नम्बरी छ भने त थाहा थियो नि त उसलाई। आफ्नो विवरण लुकाए बापत त्यसलाई कारबाही गर्ने अधिकार पनि आयोगसँग छ। ठिकै छ, त्यसले अब चाहिँ पठाइहाल्यो, सुकुम्बासी ठहरेन, दिउँ त नि रासु लिएर भनेर अव्यवस्थितमा सार्ने पनि स्वविज्ञ अधिकार आयोगसँग छ, हामीसँग पालिकासँग छैन। त्यस्ता समस्या कति आउँछन् त्यहीँ बसेर हामीले पनि हाम्रो सल्लाह दिउँला। सकेसम्म हाम्रो चाहना के हो भने कुनै पनि व्यक्ति लाल पूर्जा विहीन हुन नपरोस्, सकेसम्म निःशुल्क जग्गा पाउने कुरा छ। सुकुम्बासीको फर्म भरेको मान्छेले सुकुम्बासीबाटै जग्गा पाओस्, हाम्रो प्रयत्न त्यही नै रहन्छ। पाउँदै नपाउने भएछ भने झुटा विवरण बुझाए बापत त्यसलाई कारबाही गर्ने होइन, त्यसलाई रासुतिर भए पनि जग्गा उपलब्ध गराउने बाटोमा जानुपर्छ भन्ने हाम्रो धारणा छ। तर अब सबै हाम्रा धारणा मात्रै भन्दा पनि कानुनको अनुसरण पनि गर्नुपर्छ। त्यो कुरा आयोगसँग कति समस्या आउँछ, समस्या आएको खण्डमा त्यस्ता कति रोकिन्छ। हामीले सबै काम सक्दै गर्दाखेरि 10, 20, 30, 50, 100 कति रोकिएला। रोकिएकालाई एकमुष्ट एउटा निर्णय गरेर लैजानुपर्ने हुन्छ। व्यक्तिकोमा छुट्टा छुट्टै दिनदिनै निर्णय गर्न सक्ने अवस्था रहँदैन। त्यो त्यसरी नै सबैले बुझिदिनु हुन मैले आग्रह गर्छु। एउटा मेरै घरमा पनि त्यस्तो परेको छ। अहिले हेर्दाखेरि यो सूचनामा घर भएको कितालाई कृषिमा राखेर कृषिमा भएको कितामा आवास भनेर लेखिएर आएको छ हैन। त्यसको लागि निवेदन पनि दिएर आएको पालिकामा। त्यो पनि सुधार हुन्छ कि नै त्यो पनि जिज्ञासामा जानकारी पाऊँ। अनि त्यसपछि यहाँ जनताको धेरै गुनासो के छ भने मानव मोडा 20 फुट मोडाले छोयो ग्राभलिङ या पिच बाटो, उसको आवास अर्कै जग्गा छ, तर त्यो 20 फुट मोडा छोयो 150 फुटसम्म 200 फुटसम्म पछाड गयो। उसलाई राजस्व त्यही 20 फुट मोडाले गर्दाखेरि ए ग्रेडमा पुरै राजस्व आउँदाखेरि अलिकति बढी राजस्व आयो भन्ने गुनासोहरू जो बी ग्रेड होस् या ए ग्रेड होस्, बाटो छोयो अलिकतिले, पछाडिको खेतीयोग्य खाला जग्गापट्टि त्यही मूल्याङ्कनमा हालेर राजस्व धेरै आएको छ, त्यसलाई के गर्ने होला भन्ने पनि गुनासो आएको छ। थोरै जग्गा बाटोमा छोएको छ, बाटो कच्ची बाटो ग्राभल बाटो, त्यसको पछाडि चाहिँ कृषियोग्य हो, त्यसको पछाडि चाहिँ
धेरै पर हो थोरै चाहिँ आवास हुने खालको जग्गा हो त्यो डाँडा जग्गा हो त्यो बाटोमा छोको डाँडा जग्गा हो उसको पछाडि चाहिँ धेरै छ पछाडि चाहिँ लगभग 8 कट्टा किता हो त्यो चाहिँ सबै गर्दाखेरि अब त्यो बाटो थोरै चाहिँ गर्दाखेरि त्यसको मूल्य बढो त्यसलाई चाहिँ अब उति बेला चाहिँ सुरुमा भयो म त्यो चाहिँ अगाडिकोलाई चाहिँ आवासमा चाहिँ मैले लेखेर चाहिँ दोहोरिन देखिएन पछि अहिले आएर त्यो राजो गर्दाखेरि धेरै चाहिँ भयो त्यस कारण त्यस्ता किता दुईवटा हामी आफ्नै किता हुन्थे दुईवटा अति सचिन कि सचिन नभए सचिनलाई धेरै चाहिँ राम्रो हुने थियो जुन सूचना राष्ट्रको सूचना प्रकाशन भएको छ यो सूचना यो स्टेजमा आउँदा हामीले धेरै पटक सूचना निकालेका छौँ पहिलोपटक गाउँपालिकाले 15 दिने सूचना प्रकाशन गर्यो दाबी विरोधको त्यसमा केही आएका इररहरू करेक्सन गर्ने गरी हामीले त त्यति बेला फिल्डमै पनि टोल टोलमा पनि पठाएका थियौँ त्यसमा वडाभन्दा अलिक धेरै निवेदन कलेक्सन भयो केही इररहरू भेटिए अब सबैलाई पालिकामा बोलाउन भन्दा पालिकामा निवेदन पनि मैले वडामा जम्मा गर्नुहोस् भने वडामा अलिक धेरै निवेदन गरिसकेपछि हामीले टोलमा नै हाम्रा कर्मचारी खटायौँ र काम गर्ने सन्दर्भमा प्राविधिक नामजालको काम गर्नलाई हाम्रो प्राविधिक खटाएका थियौँ भने यो चौकिलमा प्रमाणित भएका अरू प्रशासकीय काम गर्नलाई हामीले सबै वडाको 14 तहको कर्मचारी कम्प्युटर सहायक अपरेटर भनेर भनिएको छ उहाँहरूलाई खटाएका थियौँ र अहिले पनि त्यहाँ भएका इररहरू करेक्सन गर्ने सन्दर्भमा जे जति भेटिन्छन् काम गर्दै जाँदाखेरि ती भएका त्यही तहका कर्मचारीलाई बोलाएर आफ्नो वडामा जिम्मेवारी भएका तपाईँहरूले सबै फाइल अहिले अब नयाँ प्रक्रिया यसको त पहिलेबाट सूचना प्रकाशन गरेका थियौँ अरू पनि नयाँ काम अब अगाडि बढिरहेको छ त्यसको सन्दर्भमा त्यसरी जिम्मेवारी दिएका छौँ त्यो हाम्रो जग्गा अहिलेसम्मको जग्गा यो सरकारी जग्गा अव्यवस्थित सुकुम्बासी भित्रै हामी बस्छौँ यो जग्गा अहिलेसम्म सरकारी जग्गा हो यो सरकारी जग्गाको मूल्याङ्कन गर्ने कसले हो मालपत्रले हो कि पालिकाले हो कि आयोगले हो कि एउटा कुरो मैले अलिक बुझिनँ त्यो कसले गरौँ होइन अर्को कुरो के हो भने यहाँ साथीहरूबाट अलिअलि आयो अब बाटालाई चुस्स छोकै भरमा 100 मिटर 150 मिटरसम्मको जग्गा चाहिँ अहिले त्यही 10% पो अहिले धेरै मान्छेलाई मर्का परेको एउटा कारण पो हो किनभने अब उसको मोडामा एउटा घडेरी मात्रै छ तर पछाडि उसको चाहिँ 100-150 मिटरसम्म खेत छ उसले त्यही मोडबाट ट्र्याक्टर हुनेर जोत्ने हो अहिलेको अलिकति आवाज धेरै मान्छेमा आएको गुनासो एउटा त्यो हो अर्को कुरा के हो भने अब हामी अलि धेरै रकम तिर्ने मध्येका मान्छेहरूलाई अब यसको किस्ता यो कहिलेसम्म बुझाउने जसको जमिन छ घरमा आय स्रोत पनि छैन आम्दानीको कुनै बाटो छैन अब ती मान्छेले जग्गा छ भन्दैमा अब त्यो पैसा भनेका मितिमा तिर्न सक्ने अवस्था छैन एउटा कुरा चाहिँ यसलाई गम्भीर रूपमा लिनुपर्ने अब यो आयोगले पालिकाले अब यसलाई चाहिँ अब जस्तै हामीले यो जग्गा ब्याङ्कमा राख्न नि भर्खरै नपाउने बेच्न पनि नपाउने अनि 15-20 लाख 25 लाख रुपियाँ दाम अहिले भर्खरै जस्ता घर आय स्रोत छैन जमिन छ जमिन भएको घरमा राजस्व लायो तर उसको घरमा आम्दानीको स्रोत केही पनि छैन अब उसले त्यो रकम यहाँ एउटा विज्ञापनमा देखेको थिएँ मैले 3 वर्षसम्म आयोगमा निवेदन सिर्दन दिएर 3 वर्षभित्रमा चुक्ता गर्ने भन्ने खालको कुरो पनि मैले यस्तो भेटाएको थिएँ होइन त्यो अब यहाँहरूले प्रश्न पार्नु होला उसले त्यो 3 वर्षसम्म पनि त्यो पैसा तिर्ने अवस्था त्यो 3 किस्ता भनियो त्यो 3 किस्ता भनेको 3 वर्ष हुनसक्छ अब त्यसलाई बढाउन सकिने हो कि होइन एउटा कुरो किनभने अब उसको घरमा आम्दानीको स्रोतै छैन जमिन छ जमिनको मालिक त हुने भयो तर पैसा तिर्ने उसको स्रोत चाहिँ छैन अहिले ती मान्छेलाई पनि एउटा अर्को मर्का परेको छ हामी यो बेलामा हामी यो म बुढो भएँ म यही सुकुम्बासी गै रूपमा बुढो भएँ अब मेरा छोरा पनि बुढा नभउन् सुकुम्बासी नभउन् यो मैले चाहना राख्न पर्छ यो बेला चाहिँ हामीले पूर्जा अहिले लिनुपर्छ यसमा चाहिँ एकदम यो सरकार पालिका सबैलाई धन्यवाद दिनुपर्छ नम्बरी जग्गासँग जोडिएको कितालाई गाह्रो थियो के थियो भने
जसको नम्बरी छ उसको नम्बरीसँग जोडिएको नपाउने। रामबहादुरको नम्बरीसँग उदाहरण भने मैले रामबहादुरको नम्बरीसँग श्यामबहादुरको जोडियो भने पायो, रामबहादुरको नम्बरीसँग रामबहादुरै जोडियो भने रामबहादुरले पाएन, श्यामबहादुरकोसँग श्यामबहादुरै जोडियो भने पनि पाएन। त्यो कानुन व्यवस्था भएको हुनाले अब हामीलाई कुन कसको हो भन्ने कुरो छुट्याउन समय लाग्ने भएको भएर पहिलो लटमा हामीले नम्बरीसँग जोडिएका सबै किता रोकेका थियौँ। जसको नम्बरीसँग जोडिएको छ त्यसको एउटा किता नम्बरसँग जोडिएको त्यसका अन्तर्गत रोकियो नि। फेरि नम्बरीसँग जोडिएका हाम्रो नम्बरीसँग जोडिएका सबै कितालाई हामीले रोकेका थियौँ एउटा। अर्को जसको सबै जग्गा नापेर अगाडि आएको छैन, अन्य वडामा वा अन्य पालिकामा जग्गा नापनाप गर्न बाँकी छ, ती हामीले रोकेका थियौँ। कानुनी आधारमा त्यो रोक्नै पर्ने थियो र हामीले रोकेका थियौँ। र अब दोस्रो चरणमा जाँदै गर्दाखेरि तिनी कर्मश जान्छ। कर्मश जाँदाखेरि राष्ट्र प्रकाशनको सूचनासम्म आउँदै गर्दाखेरि धेरै स्टेप पार गर्ने हो। अब 75 दिन त हामी सूचनाको अवधिमै कुर्दाखेरि जान्छ, काम गर्ने अवधि पनि चाहिन्छ, त्यो हुँदाखेरि जान्छ। र यसमा यो राजस्व गणना भएकोमा अब यो सूचना भनेको यो पनि राजस्वको दायभित्र। तर के भन्दा राजस्व गणनामा कतै कसैको जग्गाले प्राप्त हुने राजस्वभन्दा घटियो वा बढी भएको भए केही छ भने मेरो यहाँ मिलेन भनेर तपाईँहरूले गुनासो गर्ने वा त्यहाँ अध्ययन गर्ने, आफ्नो अध्ययन गर्नु पर्यो, अध्ययनपछि केही त्यस्तो त्यही भएको भएर आयोगको फर्मेटभन्दा फरकमा हामीले सूचना निकालेका छौँ। बाटोलाई पनि हामीले इन्डिकेट गरेका छौँ, एबिसी भनेर त हामीले इन्डिकेट गराएको, पक्की बाटोलाई ए इन्डिकेट गरेका छौँ, कच्ची बाटोलाई बी गरेका छौँ, बाटो बीलाई सी इन्डिकेट गरेका छौँ। र अब बाटोलाई पनि एउटा मापदण्डमा जानु पर्यो। 77 सालको थालेको काम हामी 82 मा छौँ, अझै पनि कम्प्लिट गर्दा 83 84 पुग्न सक्छ। एउटामा आधार के गरेका छौँ भने एउटा त फर्म भर्दाखेरि तपाईँहरूले त 77 फर्म भर्दा कच्ची बाटो थियो कि पक्की बाटो थियो लेख्नु भएको छ। जसले पक्की लेख्नु भएको छ अहिले फेरि त्यसलाई कच्चीमा लगाइदिन हामीलाई पनि मिल्दैन, किन सुरुवात त 77 बाट भएको छ नि त। अर्को त्यसपछिको अर्को प्रमाण भनेको हामीले 79 सालको श्रावणमा ड्रोन उडायौँ र त्यही ड्रोनको इमेजबाट खिच्दाकाट गरियो। त्यो ड्रोनमा पक्की बाटो देखिएकालाई हामीले पक्की नै लेखेका छौँ र त्यो ड्रोनमा कच्ची बाटो भएकालाई हामीले कच्ची मानेर क्यालकुलेट गरेका छौँ। त्यो गर्दा केहीलाई आज बाटो पक्की भएको भए पनि कच्चीमा गणना भएको होला। त्यस्ता ठाउँमा फेरि यहाँबाट फलानाको आज पक्की नै छ तर कच्चीमा गणना भयो भनेर उजुरी गरिदिनु भयो भने त्यो गाह्रो विषय बन्न सक्छ। आधार त लगत सङ्कलनको फर्ममा भरेको विवरण र ड्रोन इमेजलाई आधार मानेर भनेर यहाँ बोर्डले निर्णय गरेर पठाएको छ। यो कुरामा तपाईँहरूलाई कन्फ्युज हुनसक्छ। होइन त्यसको त आज बाटो पक्की छ तर कच्चीमा गणना भएछ भन्ने हुनसक्छ। र त्यही आधारमा ड्रोन इमेज र लगत सङ्कलनको फर्ममा भरेका आधारमा हामीले राजस्व क्यालकुलेट गरेका छौँ। त्यसमा कसैको चित्त नबुझेको छ भने केही निवेदन परेको छ। मैले निवेदन पनि हिजो फाइल फर्काएर हेरेको थिएँ मैले, त्यसपछि मात्रै यो भेला राख्न मैले भनेको। अब त्यो पनि यो सबै गर्ने जिम्मेवारी आयोगको हो, यो सूचना पनि आएको हो। तर के भन्दा सबैलाई भैरवा पठाउनलाई गाह्रो हुन्छ भनेर हामीले पालिकामा कलेक्सन गरेका छौँ। भैरवा पुर्याउने काम हामीले गर्छौँ, पालिकाले गर्छौँ। र अब यसको 15 दिनभित्र तपाईँहरूका भएका गुनासा उजुरी आइसकेपछि त्यसको छानबिन गर्ने कुरा पनि आयोगसँग समन्वय गरेर हामीले गर्छौँ। जिम्मेवारी आयोगको हामी नै गर्छौँ। के भन्दा आयोगको छुट्टै मेन पावर पनि छैन, सबै पालिकाले काम गर्ने हो र आयोगले औपचारिकता दिने हो। त्यसलाई आयोगको त सबै 16वटा पालिकाका काम छुट्टा छुट्टै गर्ने गर्दा आयोगको न कार्य व्यवस्थापन छ, न कर्मचारी व्यवस्थापन छ, न चाहिँ सबै चाहिँ मेसिन इक्विपमेन्टहरू छैन। आयोगको जिम्मेवारी हुँदै गर्दा पनि कञ्चन गाउँपालिकाको राजस्व कञ्चनले चाहिँ ऋण तयार गर्ने हो, उहाँले भेरिफाई गर्नुहुन्छ, सही गर्नुहुन्छ, सूचना निकाल्नुहुन्छ। भएका इररहरू केही रहेछन् भने पनि यहाँनिर कलेक्सन गर्छौँ, उहाँसँग समन्वय गर्छौँ र त्यसलाई कलेक्सन गर्छौँ। र यसको 15 दिन पुगिसकेपछि अन्तिम पैसा बुझाऊ र पूर्ता दिन आऊ भनेर अर्को सूचना प्रकाशित हुन्छ। र देशभरिकोमा आजको मितिसम्म सबैभन्दा ठुलो भोल्युममा काम गरेको कञ्चनले हो। अन्त यति पनि हुन सकेको छैन। त्यो भएको हुनाले पहिलोपटक गर्दा पक्कै पनि मन्त्रीज्यू आउने चाहना गर्नुहुन्छ, उहाँलाई ल्याएर कञ्चनले एउटा कार्यक्रम गरेर बाँड्छौँ। तर त्योभन्दा अगाडि राजस्व बुझाउनु पर्यो। त्यसको राजस्व बुझाएर भरपाई भाउचर पुग्छ त्यसको मात्रै पूर्जा तयार हुन्छ।
सबैको पूर्जा बनेर बस्ने चिज होइन, तयार प्रक्रियाले सबै जग्गा हुन्छ र यो काम सकिसकेपछि यसको नक्सा जति प्रमाणित भएर मजबुत कार्यालयमा नापीमा र अरू श्रेष्ठ प्रमाणित भएर मालपोतमा गइसकेपछि जग्गा सबै कसैको पूर्जा लिन बाँकी रह्यो भने जग्गा नम्बरी हुन्छ। त्यो हुँदाखेरि यसलाई रोक्ने भन्दा पनि जति सकिन्छ सक्ने जतिले पूर्जा लियौँ भने अरू नसक्ने आज नसक्ने 2 महिनापछि सक्ने होला, 4 महिनापछि सक्ने होला, 6 महिनापछि सक्ने होला र यसलाई एउटा अवसरको रूपमा लिनुपर्ने अवस्था छ। हामीले यदि मालपोत मात्रै तिरेका हुन्थ्यौँ भने पनि योभन्दा बढी पैसा तिरिसक्थ्यौँ। यदि अर्कासँग जग्गा किन्ने भने पनि र बेच्ने भने पनि रजिस्ट्रेसन शुल्क र लाभांश कर तिर्दाखेरि योभन्दा बढी पैसा जान सक्ने अवस्था हुन्थ्यो। धेरै दुःख पायौँ, धेरै वर्ष लाग्यो, तर पनि अहिले एउटा यो अवसरको रूपमा आएको छ र आज मिनिमाइज गर्न सकेका छौँ। धेरै जसो बालिकाले यसको लबिङ गर्न सकेको थिएन, अन्तर्वार्ता पुगेको पनि थिएन। हामीले पनि लबिङ गरेका कञ्चनले लबिङ गरे कमी कमजोरीहरू काम गर्दा रहन सक्छ अझै पनि। हाम्रो इन्टेन्सन कसैको बिगार्ने छैन, कसैलाई दुःख दिने छैन। हामी फिल्डमा काम गर्दै गर्दा नि एउटा फाइल बाहेक कसैलाई हामीले किन्न लगाएका छैनौँ। कहीँ पैसा जाँदाखेरि तपाईँहरूले खुसी भएर अतिथि खानाहरू कसैलाई चिया खान दिनुभयो होला, मै खान दिनुभयो होला, कहीँ एक खाना नि खुवाउनु होला। हामीले खुवाउनु समेत बाध्य गरेर बनाएका छैन। कसैले रहरले खुसीले चाहनाले हाम्रो त अतिथि देवो भव भन्ने संस्कारको संस्कार केही गरेका छौँ भने बाहेक हामी कसैलाई आर्थिक रूपमा पनि केही व्यवहार दिएका छैनौँ। हामी आएपछि पालिकाले कहीँ वडाले किनबेचमा कहीँ पनि साँची बसेको छैन, कहीँ दस्तु लिएको छैन, केही पनि गरेको छैन। तर पनि भित्रभित्र किनबेच भएको छ। र मैले त्यति बेला नापजात गर्दै गर्दा पनि के भनेको थिएँ भने लगत सङ्कलनमा फर्म भरेको त्यो फर्म रजिस्टर भएको आएको सक्दैन, भएको बाहेक अर्कोले पाउँदैन। एकपल्ट जसरी पनि हामीले लबिङ गरेर भए पनि फर्म भराउन सकौँला। फिल्डमा जग्गा सबैको नाम, जसको जग्गा जसले किनेको छ उसको नाममा नाम दिनुहोस्। पहिलो लटमा त्यसको पूर्ता आउँदैन, 6 महिना वर्ष दिन पछाडि भए पनि त्यसको नाममा पूर्ता गर्ने प्रयत्न हामी गर्छौँ। म त्यही भनेको थिएँ, फिल्डमा हिँड्ने साथीहरू धेरैलाई थाहा छ, हरेक वडामा गएर भनेको थिएँ। र कित्ताकाट गर्ने सन्दर्भमा पनि त्यति बेला त रासो बढी भएको हुनाले सकेसम्म वडा आवासमा राखिदिनुहोस् र पछाडि जग्गा कित्ता चाहिँ बाटोबिन भयो भने रासो बढ्छ भन्ने पनि मैले धेरै ठाउँमा भनेको थिएँ। हाम्रा प्राविधिकहरूलाई मैले भनेको थिएँ, हाम्रा चाहिँ फिल्डमा काम गर्ने साथीहरूलाई भनेको थिएँ। धेरै जसो भएको छ, कतिपय एकाल छुटेको रहेछ भने यो अन्तर्गत अब हामीले कित्ता मिलाउन सक्ने, नक्सा परिवर्तन गर्न सक्ने हामीसँग अधिकार छैन। यो सूचनाले राज किन ती सबै सूचना हामीले प्रकाशन गरेर अगाडि गइसकेका छौँ। यो साबिकको रुद्रपुरको वडा नम्बर 4 यो 2000 किता बाहेकमा त्यस्ता समस्या रहेछन् भने हामी प्रारम्भिक सूचना फाल्नुभन्दा अगाडि नै छलफल गर्नेछौँ। कहीँ त्यस्ता इलर भएछन् भने सच्याएर जानेछौँ। यसमा धेरै मिलाउने ठाउँ कहीँ पनि छैन। यो सूचना भनेको राष्ट्रको सूचना हो। त्यो भएको हुनाले यसलाई त्यही रूपमा लिएर र एउटा आवश्यक रूपमा यसलाई लिनलाई मैले सबैलाई अनुरोध गर्दै र केही जिज्ञासाहरू आयो भने अब सायद ओपन हुन्छ र केही आएछ त्यसमा पनि जवाफ दिनुपर्ने भएछ, स्पष्ट पार्नुपर्ने भएछ भने म पुनः बोल्नेछु, होइन भने कार्यक्रम अगाडि जानेछ। यही कुरा राख्दै मैले मेरो भनाइ अन्त गरेँ। धन्यवाद। 8% देखि 200% सम्मको घटेर 5 देखि 10 सम्म कायम भयो हैन। अनि त्यस पछाडि त्यो त्यति बेलै पनि 8% देखि 10% भित्र रहेकाहरूको घट्यो कि घटेन, उहाँहरूको घटेर कति भएको अथवा त्यही भित्रको रेसियो हो कि त्यो जुन समायोजन गर्दाखेरि त जुन पहिला कम थियो नि 8 देखि 10% तिर्न पर्ने जो हुनुहुन्थ्यो उहाँहरूको त घटेको अथवा उहाँहरूलाई चाहिँ अलि राहत मिलेको महसुस त्यहाँनिर अलि नदेखे जस्तो लाग्यो। त्यसमा चाहिँ त्यो कसरी स्पष्ट पार्दैन। पहिला निकालेको रासो पनि छ, हामीसँग डाटा छ, अहिले निकालेको पनि छ, नघटेको एक ज्यादा पनि छैन, सबैको घट्या। जस्तो त्यो 8% देखि 10% भन्दै गर्दा पनि 20% भन्दा तल हामी कहाँ कसैको रासो आएन योभन्दा अगाडि। अनि अहिले चाहिँ जस्तो अघि उठाउनु भयो यो भित्री बाटो, पक्की बाटो र मेन बाटोमा चाहिँ अब कोही करेक्सन गर्नुपर्ने आयोगले ठाउँ छ कि छैन? अब आएको कुरा आयो कि छैन त हो। कष्ट पारिदिनु भयो ठाउँ के छ के छैन जस्तै सहरमा अनि ग्रामीण भन्ने कुरालाई जस्तो अघि पक्की बाटो पनि जो कसैको यो गाउँमा पक्की बाटो भयो, कसैको मेन रोड सडकमा भयो,
त्यहाँ बस्ने र त्यहाँ बस्ने मात्र जनता पनि फरक छ, उनीहरूको ओहदा पनि फरक छ होइन, आर्थिक अवस्था पनि फरक छ, त्यो के हो माहौल छ कि छैन, त्यहाँ चाहिँ अवसर छ कि नै करेक्सन गर्ने, यी कुराहरू सुरुमै प्रश्न पार्नु यो विषयमा 2 पटक पढिसकेँ के म होइन बोल्नुभयो त्यो त 1701 भन्दा माथि जस्तो त्यो रोडको कुरामा चाहिँ त्यो अझै ठाउँ छ कि छैन त्यसलाई चाहिँ यसो यहाँले चाहिँ क्लोज गरिदिनु भयो भने अरूलाई गाह्रो हुन्थेन, सबैलाई चाहिँ समेटिनु भूमय ऐन 2076 भन्दा अगाडि मालपोत ऐन 2034 ले मूल्याङ्कन गर्छ है। त्यो मूल्याङ्कन गर्ने देशभरिको परिपाटी बाटोको आधारमा, बाटो कहाँ के तर के हो भने पालिकामा भएको बाटो जस्तै अब त्यो भन्दै गर्दा नि हाइवेको त्यो हाम्रो र फेरि कञ्चनको र सैन्यमेनको एउटै छ होइन नि त। पूर्व पश्चिम हाइवेको 50-55 लाख रुपियाँ प्रति कट्ठा छ। हामी कहाँ आएको बाटोको पहिलोपटक गाउँपालिका निर्माण भएपछि मूल्याङ्कन गरेर त्योभन्दा पहिला त गाविसमा त रजिस्ट्रेसन हुन्थ्यो नि त, जग्गा किन्ने त हुन्थ्यो नम्बरी जग्गा, नम्बरी जग्गालाई आधार मानेर मूल्याङ्कन गर्ने परिपाटी छ। यसको निर्धारण गर्ने अधिकार भनेको सिडिओको अध्यक्षताको उपप्रमुख अध्यक्षताको समिति मैले भने हरेक वर्षको श्रावण महिनामा मूल्याङ्कन गर्नुपर्छ। प्रदेश कानुनले यसको मालको जाने प्रदेशसँग रजिस्ट्रेसनको प्रदेशको अधिकार प्रदेश सरकारको मातहतको यो हो। उसले के भनेको छ भने हरेक वर्ष 10% कम्तीमा बढ्नुपर्ने छ भन्ने कानुनी व्यवस्था छ। र पहिल्यै भएको अब गाउँपालिका नभन्दाखेरि पनि गाविस छँदाखेरि पनि रजिस्ट्रेसन पासको लागि मालपोतले मूल्य तय गर्थ्यो। कम्दै गर्दाखेरि गाविस गाउँपालिका भएपछि 74-78 को आर्थिक वर्षमा त कोही जिउनु थियो। 79-80 को पहिलो बजेट बनाउँदै गर्दा हामीले मूल्याङ्कन गर्दै गर्दा हामीले हटाउने अधिकार छैन, फेरि यथावत राख्यौँ, बढ्न दिएनौँ, त्यही पठायौँ, जिल्लाभरि त्यही सदर भयो। अब राज्यको पछिल्लो कन्सेप्ट के हो भने भूप्रयोग ऐनको आधारमा सबै जग्गालाई वर्गीकरण गर्ने, त्यसपछि वर्गीकृत जग्गाको आधारमा आवासलाई यति, कृषिलाई यति %, व्यावसायिक जग्गालाई यति भन्ने जस्तै यही जग्गा पनि त आवास कृषिको पर्सेन्ट छुट्यायो नि त। अब यो यसमा त आवास जुनसुकै बाटो होस् आवासलाई यति, कसैलाई मूल्याङ्कन गर्ने बाटोको पर्सेन्ट त छुट्यायो नि त, आवासलाई 10% छुट्यायो, कृषिलाई 5 र 10 दुईवटा क्याटेगोरी राखिदियो, थोरै जग्गा भएकालाई कम राखिदियो, धेरै जग्गा भएकालाई बढी राखिदियो पर्सेन्ट। अब 5 कट्ठाभन्दा थोरै भएका रहेछ भने त 5% पायो नि त। त्यो हुँदाखेरि सबै भूप्रयोग ऐनको आधारमा जाँदा गर्दैन, जग्गाको क्याटेगोरीको आधारमा राजस्व मूल्याङ्कन हुन्छ। राज्य त्यहाँ पुगिसकेको छैन, बाटो बनाएको छ, आज पुरानै बाटोमा हिँडिरहेको छ। त्यो भनेको पक्की बाटो, कच्ची बाटो कञ्चनको हकमा 10, 5 र 2 छ। जस्तै यही देवदहमा 79 को श्रावण राजस्व क्यालकुलेट गर्दाखेरि हाइवेका जग्गा 65 लाख रुपियाँ थियो। अब 65 लाख प्रति कट्ठा भएका जग्गामा 80-90% सम्म राजस्व आउँदा कति पुग्यो होला? त्यहाँ पनि सूचना प्रकाशन गरेर पूर्जा दिन नसकेको अवस्था हो। हाम्रो 10 लाखै त सकेनौँ, हुन त हाम्रो भित्र हो। अब यहाँभित्र हामीलाई थाहा छ खारलाइनको बाटो र यहाँको बाटो फरक हो भने त थाहा छ, तर त्यसलाई सच्याउने कानुनी आधार हामीसँग पनि छैन, आयोगसँग पनि छैन। आयोगले पनि चाहन्छ कम होस् भन्ने, हामीले पनि चाहन्छौँ कम होस् भन्ने, तर हामीसँग पनि अधिकार छैन। अब अधिकारै नभएका विषयमा हामी बहस गरेर टुङ्गोमा पुग्दैनौँ। जहाँ हामीले गर्न सक्ने के हो भने किता काट गर्दै फेरि किता काट गर्दा नि आवासको किता जोडियो भने, दुईटै आवासको किता भयो भने एउटैमा काम हुन्छ। कृषिको जस्तै कृषिको किता बाटोमा अलिकति काटेर उताको चाहिँ बाटो बिन हुन्न। फेरि आवास र कृषि भयो भने मोडमा आवास काट्यो, कृषि भयो भने फरक क्यालकुलेट गर्न पाइन्छ। दुईटा किताब बनाएर एउटा चाहिँ बाटाको तिर्छु, अर्को भन्दा कृषि छ भने पाइँदैन। यसले छोको सबैलाई एउटै भन्छ, 500 मिटर होस्, 1000 मिटर होस्, 500 मिटर होस्, जतिसुकै होस् एउटै हुन्छ। कानुनी व्यवस्थाहरू छैन। अब कानुन संशोधन गर्ने अधिकार हामीसँग छैन। जति हामीले लबिङ गर्न सक्यौँ धेरै भएको छ। अब उल्टा सहजले पाड्ने अवस्था पुगेका छौँ र यहीबाट अगाडि लिएनौँ भने त हामीले पूर्जा खोजेकै हिँड्छौँ भन्ने अवस्था हुन्छ है। त्यसो भएको हुनाले पूर्जा लिन जान बोझमा पैसा छैन, पैसा फेरि छ है, पैसा छ
हैन हामीसित पैसा छ तर मेरो गोजा मात्रै नभएको त्यस भएको हुनाले हाम्रो यहाँ सहकारीहरू थुप्रै छ यो सहकारीमा 8-10 करोड पैसा हामीले लगानी गर्न नपाएर एकदमै त्यतिकै बसेको अवस्था छ त्यस भएको हुनाले पूर्जा लिने सन्दर्भमा अरू विषयमा होइन त्यसलाई कमसेकम रोक्का राख्ने प्रावधान कार्यविधिगत संशोधन गर्न सकिन्छ कानुनमै चेन्ज नगरे पनि मामाकै कुरो भयो मामा अस्ति आउनुभएको थियो उहाँ सायदै नगएको मान्छेहरू चिनेको सामाजिक मान्छेको कसैको घर नगएको भन्ने छैन होला मामा पक्नुहोस् हामी भेला बस्छौँ तपाईँको समस्या समाधान गर्छौँ तपाईँको मात्रै होइन थुप्रैको समस्या छ भनेको हुनाले किसान नितान्तै किसान गरेर श्रमजीवी भएर काम गरेको हिजो हामी 40 वर्ष 50 वर्ष अगाडिबाट यहाँ कन्कुसरी गरेको तर आज चाहिँ नि भैँसी दुहेरै जीविकोपार्जन गर्ने थुप्रै किसानहरू भएको हुनाले उहाँहरूले भुक्तानी गर्ने जुन राजस्वको सन्दर्भमा यसलाई सरलीकृत ढङ्गबाट जाने प्रावधानहरू कानुनमा त केही थोरै धेरै छन् जस्तो लाग्छ यो क्षेत्राधिकार कसको पर्छ कसले समन्वय गर्ने हो पैसा भएन भने हामी समाजले सहकारी मार्फत चाहिँ नि सहयोग गर्न तयार छौँ तर त्यसलाई रोक्का राख्ने प्रावधान किनभने त्यो फेरि कसैको व्यक्तिको होइन फेरि यही समाजको पैसा हो त रिटर्न लिनुपर्छ त्यस भएको हुनाले यो यदि यसलाई सरलीकृत गरिदियो भने मलाई लाग्छ आउने थुप्रै साथीहरूको आजको जिज्ञासा भनेको अन्ततः मैले पैसा कसरी तिर्न सक्छु तिर्ने तरिका के हो त्यो स्पष्ट जवाब चाहिएको अवस्था हो बाँकी भित्र बाहिर इत्यादिका कुराहरू कानुन बनेको छ कानुनले छाप लागेको विषयमा मलाई लाग्छ अब फेरि संशोधन हुने परिस्थिति रहन्न जे गर्न सकिन्छ आयोगले सङ्घीय आयोगभित्र रहेर कार्यविधिमा परिवर्तन गर्न सक्ने विषयसम्म पक्कै पनि जनप्रतिनिधि हामीले जिताएको उहाँ पनि हाम्रै चाहिँ के हो त भन्दाखेरि जनप्रतिनिधि सर हाम्रै राजनीतिक दलले नियुक्त गरेको व्यक्ति जनताभन्दा टाढा जानुहुन्न निजामती सरह हुनुहुन्न उहाँहरू हाम्रै पक्षमा काम गर्न आउनु भएको हुनाले मलाई लाग्छ उहाँहरूले सरल ढङ्गबाट यो पूर्जा पहिलो चरणमा कञ्चन 5 भित्र चाहिँ नि छिटोभन्दा छिटो अधिकांशले लिने वातावरण सिर्जना गरिदिनुहुनेछ भन्ने अपेक्षा चाहिँ मेरो भनाइअन्त गर्छु धन्यवाद। त्यो अंश बन्डा गरेको भए पनि 76 माघ 28 देखि यताको अंश बन्डालाई मान्दैन है एकाधार परिवारको भूमिन सुकुम्बासी र भूमिन दलितले बुझ्नुपर्ने कुरो के हो भने त्यो 76 माघ यतादेखिको अंश बन्डालाई पनि मान्दैन 76 माघ 28 देखि उताको अंश बन्डालाई बल्ल मान्छ किनबेच पनि त्यही हो किनबेच पनि तपाईले त 76 माघ यता 28 देखि यता किनबेच गर्नुभयो भने त्यसले मान्यता दिन्छ उता किनबेच गरेर रहेछ भने बल्ल त्यसलाई मान्यता दिन्छ बुझ्नु भएन त्यस कारणले गर्दा मलाई के लाग्छ भने अब यो झिना मसिना कुरोहरूको स्वरमा मलाई जवाब दिइराख्नुपर्छ जस्तो लागेन अध्यक्षले धेरै कुरो बताइसक्नु भएको छ र अब पूर्जा बन्दाखेरि त अब यो आयोगले पूर्जा दिने बेलामा श्रीमान श्रीमतीको फोटो दुईटाको फोटो राखेर दिन्छ अब तपाईहरुले यो मैले भन्यो राजस्वको 15 दिने सूचना हामीले 14 गते निर्णय गरेर पठाइदियौ उहाँले भन्नुभयो हामीले निर्णय गरेर पठाइदियौ 29 गते सिद्धिन्छ अब 29 गते उहाँले यो सिद्धिनु त हामी के गर्छौं यो सिद्धियो भनेर उहाँलाई हामीलाई जानकारी दिनुहुन्छ हामी 30 गते नै फेरि जिल्लाको बैठक बसेर हामीहरु एउटा चाहिँ फेरि के छ भने जग्गा लिन आउनु भन्ने एउटा सूचना जारी गरिदिन्छौं तपाईहरु 15 दिने सूचना भने 30 गते राजस्व बुझाएर तपाईहरु आउनु भने 30 गते तपाईहरु पुग्दैन यो 15 दिन पुग्नु पर्दैन हैन त्यति बेला तपाईहरुले के छ भने त्यही हो अब पति पत्नीको नागरिकता अनि निवेदन दर्ताको निस्सा अनि दुवैजना हालसालै खिचेको 2 प्रति फोटो अनि राजस्व बुझाएको 2 प्रति ब्याङ्क भाउचर लिएर आउनु पर्छ यति कुरो लिएर आउनु भयो भने तपाईहरु 30 गते नै तपाईहरुले ल्याएर बुझाइदिनु पनि हुन्छ र मैले भने राजस्वको सवालमा त्यो बाहिर छ भने वारिसनामा चाहिँ राजस्व बुझाउन पायो तर खाता नम्बर दिन्छ नि हामीले अब निकाल्ने उसो लेख्दिनु अब 29 गते यो सिद्धिन्छ 29 गते सिद्धियो 30 गते अब हामीले सूचना निकाल्ने बेलामा यति नम्बर खाता यो कोड अनुसार यसरी जम्मा गर्नुहुन भनेर दिन्छौँ र उहाँले त्यो जानकारी दिनुहुन्छ अनि त्यसरी बुझ्छ त्यसैले गर्दाखेरि मलाई के लाग्छ भने अब यहाँ तमाम धेरै ठुलो मैले इस्यु देखेर ठुलो इस्यु भनेको त्यो अलिकति सुकुम्बासी र भूमिहीनको बारेमा राजस्वको बारेमा र अब अलिकति यो बाडा मोडाको बारेमा मात्रै देखेँ त्यसको बारेमा धेरै प्रश्नसित यहाँले बताइदिनु भयो अब बाटो छेउमा मोडा ठुलो छ अनि मान्छे आय स्रोत कम भएको मान्छे छ त त्यो मोडाले त खायो त मान्छेले त गर्नु छ के त मोडा सानो छ पिछाड धेरै छ एउटै किता रहेछ भने त्यो पर्यो अब अहिले सुन्नु भन यस्तो छ अब के छ नामजात नभएको यो राजस्व नटुङ्गेको रहेछ भने
अगाडिको एउटा चाहिँ आवास भनेर एउटा 3 कट्ठासम्मको आवास भनेर बाँकीलाई कृषि बनाउन मिल्छ। तर राजस्व यो प्रकाशित भइसकेको त त्यो त गइसक्यो नि त, डाटाबेसमा गइसक्यो, प्रकाशित भइसक्यो, राज्यका गइसक्यो त्यो। अब त्यो के छ भने यहाँको गाउँपालिकाको अध्यक्षले, जिल्लाको अध्यक्षले त्यसलाई चेकमेट गर्न पाउँदैन। यदि नाप जाँच नभएको जग्गाहरू त्यस्तो छ भने आवासको नाममा एउटा किताब बनाउनुहोस्, पछाडि कृषि बन्नु, त्यो पाउनुहुन्छ है। क्लियर हुनुभयो? तपाईँ यति बेला हेर्दै हुनुहुन्छ कञ्चन खबरको युट्युब च्यानलमा। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, मनोरञ्जन, उद्यम र समसामयिक राजनीतिका विषयमा आफ्नो सवाल उठाउन कञ्चन खबरको युट्युब च्यानल कञ्चन खबरलाई सब्स्क्राइब, लाइक अनि सेयर गर्न नभुल्नुहोला।